जय मसीह यहाँहरू सम्पूर्णलाई यीशु ख्रीष्टको नाउँमा परमेश्वरलाई धन्यवाद भएको होस्। तपाईहरुको बीचमा मैले आज हाम्रो एकजना पाहुना हुनुहुन्छ, हाम्रो आदरणीय पास्टर। उहाँको जीवनको गवाहीलाई हामी यस समयमा सुन्नेछौँ। उहाँलाई हामी यस समयमा स्वागत गर्छौँ। तपाईहरुलाई यस हाम्रो च्यानलमा स्वागत छ। जय मसीह, धन्यवाद। हुन्छ, परमेश्वरलाई धन्यवाद भएको होस्। अब हामी यस समयमा तपाईको गवाहीलाई सुनौँ हैन। तपाईले परमेश्वरलाई चिन्नुभन्दा पहिले चाहिँ कस्तो हुनुहुन्थ्यो हैन, अनि तपाईले के कारणले परमेश्वरलाई चिन्नुभयो, अनि परमेश्वरलाई चिनिसकेपछि अनि कसरी तपाईले चाहिँ सेवाकाई गरिराख्नु भएको छ, कसरी आशिष पाइराख्नु भएको छ, तपाईले आफ्नो गवाही सुनाउनुस् है त। हजुर, धन्यवाद। म चाहिँ पहिला अब गरिब परिवार अनि मा छोरा मात्रै थियौँ, 2 मा छोरा। अनि पछि विवाह गरे। विवाह गरिसके पनि पछाडि म बिरामी भएँ। बिरामी भइसकेपछि पछाडि बिमारी के कारणले हुनुभयो? मेरो त्यस्तै समस्या, मानसिक समस्या जस्तै भयो। अचानक भयो? अचानक। हजुर। अनि झाँक्री धामी गरे पनि केही लागेन उपाय। हजुर। पछि कृष्ण धर्म मान्न पर्छ, हमजी हुन्छ भन्ने कुरा हाम्रो दाजुले गर्नुभयो। पछि फेरि रत्न दिदी आएर तपाई दाजु विश्वासी हुनुहुन्थ्यो त्यतिखेर? नै। हजुर। विश्वासी हुनुहुन्न। अनि रत्न दिदीले सुनाउनु भयो सुसमाचार। हजुर। विश्वास गर्नुहोस्। अनि खलङ्गा जाम चर्च भनेपछि म खलङ्गा गएँ। अनि मैले विश्वास गरेँ। पछि विश्वास गरेपछि जस म 2-3 महिनामाथि पूर्ण छुटकारा पाएँ शैतानबाट। हजुर। विश्वास गरिसकेपछि पछि मैले अब विश्वास गरे पछाडि चाहिँ लगभग 1 वर्ष पछाडि पनि मेरो छोरा समुएल जन्मियो विश्वास गरिसकेपछि। हजुर। अनि प्रभुले जस आशिष दिनुभयो, प्रभुमा मैले चाहिँ उसलाई ग्रहण गराएँ अनि अर्पण गरेँ। उसको नाम चाहिँ ती खलङ्गामा राख्यौँ उसलाई। जस विश्वास गरिसकेपछि पूर्ण छुटकारा प्रभुले दिनुभयो। हजुरले कति सालतिर विश्वास गर्नुभयो अनि कति वर्ष जति भयो लगभग? मैले विश्वास गरेको त लगभग 2053 मा हो जस्तो छ। 2053 मा हो। पछि हामी यहाँदेखि खलङ्गामा गयौँ। जस 5-6 वर्ष कि अझ बढी जति चाहिँ खलङ्गामा हामी सङ्गति गर्न गयौँ। त्यहाँदेखि फेरि सिमरोतो सङ्गति सुरु गऱ्यौँ। अनि त्यस्तै गर्दै सिमरोतोबाट पनि लगभग 5-6 वर्ष सिमरोतो सङ्गति गरिसकेपछि पछि हाम्रो भलाक्सामा रुकुमको भलाक्सा हैन? रुकुमको भलाक्सा। हजुर। अनि सङ्गति सुरु गऱ्यौँ फेरि स्कुलमा भाडामा। अनि त्यहाँदेखि फेरि त्यहाँ लगभग 5-6 वर्ष त्यहाँ सङ्गति गऱ्यौँ। 5-6 वर्ष त्यहाँ सङ्गति गरेपछि स्कुलमा भाडामा हामी फेरि यहाँ जग्गा किनेर, यहाँ जग्गा किनेपछि हामीले यो घर बनाउन सक्यौँ, यो भवन। जग्गा चाहिँ आफ्नै मण्डलीबाट किन्नु भयो कि आफ्नै पैसाले सहयोग आयो? नै, आफ्नै जस प्रतिज्ञा गरेर भेटी उठाएर दशंश दिएर नै हामीले यो जग्गा किन्ने सफल भयौँ। हजुर। अनि अहिले परमेश्वरको सेवा गरिराख्नु भएको छ त्यसो भए? हजुर। अनि बिमारीबाट निको हुनुभयो। अनि वास्तवमा चाहिँ हामीले यीशु ख्रीष्टमाथि विश्वास गर्नुपर्ने रहेछ कि रहेनछ? कारण चाहिँ के रहेछ? जस विश्वास गर्नुपर्ने रहेछ भन्ने कुरा पूर्ण विश्वास लाग्यो। पहिला चाहिँ अब धामी झाँक्री गर्ने, यताउति आजा पूजा गर्ने, त्यो चाहिँ अब मैले सबै कुरा चाहिँ व्यर्थै रहेछन् भन्ने कुरा विश्वास गऱ्यौँ। अब त्यही सञ्च हुन्छ भन्ने कुरा भयो। अनि भेडा सारा ल्याएर उठाउने काम भयो। अनि भएन है? भएन। विश्वास गरेदेखि पूर्ण विश्वास गरिसकेपछि निको भयो। लगभग विश्वास गरेको कति महिना अथवा वर्षमा छुटकारा पाउनुभयो? मैले 3 महिनामा जस छुटकारा पाइसकेँ। हस्, परमेश्वरलाई धन्यवाद भएको होस्। हजुर, अरू भन्नुहोस्। अनि पछि फेरि
विश्वास गरेपछि सेवामा हामी लागिसकेपछि सेवामा गर्दै गर्दा समस्या पनि आयो। पछि आमा पनि विश्वासी हुनुहुन्थ्यो? विश्वास गर्नुभएको थियो आमाले पनि। पछि सँगसँगै गर्नुभयो आमाले हजुरले? हजुर। अनि आमा जे होस् प्रभुले हामीहरूलाई सबैलाई सुरक्षा गर्नुभएको छ। प्रभुले जे होस् हाम्रो प्रार्थना अनि तपाईँ हामीहरूको प्रार्थनाले गर्दा प्रभुले चाहिँ आशिष दिनुभएको छ। ठिक छ, परमेश्वरलाई धन्यवाद भएको होस्। अब हामी अरू हजुरको जीवनमा यस्तै घटना घटेका कुराहरू छन् अथवा परमेश्वरले तपाईँको जीवनमा कुनै त्यस्तो अरू आश्चर्य काम गर्नुभएको छ? एउटा त भइहाल्यो होइन, जो मानसिक बिमारीबाट निको पार्नु भएको। अरू कसै चाहिँ अब होइन तपाईँले प्रार्थना गर्दा निको भएको अथवा तपाईँको जीवनमा विभिन्न समस्याहरूबाट होइन, मानिसमा अब विभिन्न समस्याहरू हुन्छ, त्यो समस्याहरूबाट छुटकारा दिनुभएको केही त्यस्तो गवाईहरू छ? त्यस्तो पनि छन् त। एकजना हामीले यो नयाँ गाउँमा त्यही बिरामी थिए। अनि त्यहाँ नयाँ गाउँ कहाँनिर? नयाँ गाउँ यो अहिले 12 नम्बरमा पर्छ, यहाँ पारी। रुकुमको मुसिकोट नगरपालिका 12 नम्बर है? हजुर, 12 नम्बर पर्छ। त्यहाँ चाहिँ एकजना बिरामी छन् भन्ने सुनेर हामी गयौँ। हजुर। रत्ना दिदी म गयौँ। अनि त्यहाँ गएर प्रार्थना गऱ्यौँ। प्रार्थना गरिसकेपछि हामी प्रार्थना गरेर आयौँ। अनि उनी जस खलङ्गा पनि गए। खलङ्गा गएपछि सन्चो पनि भएछ। प्रार्थना गऱ्यौँ, सन्चो भएछ, विश्वास गरे। जस 4-5 वर्षसम्म त सङ्गति गइरहे। तर पछि चाहिँ उनी पछि फर्किएर शैतानले चाहिँ आक्रमण गर्यो। उनले चाहिँ उहाँले विश्वास छोड्नु हो त्यस पछाडि? पछि छोड्नु भयो। उहाँ निको हुनुभएको थियो, पूर्ण रूपले निको हुनुभएको थियो। पछि फेरि सङ्गति नजाने, त्यही कारणले चाहिँ शैतानले फर्कायो होला। अनि उनी चाहिँ फेरि बिरामी भए। म पनि गएँ, फेरि अर्कोचोटि प्रार्थना गरेँ। त्यही उनी गएनन्, चर्च गएनन्। जे होस् अब चाहिँ म गएको छैन, त्यहाँ के छ कस्तो छ थाहै छैन। त्यसो भए तपाईँले होइन मानसिक बिमारी हुनुहुन्थ्यो पहिला होइन, परमेश्वरलाई चिन्नुभन्दा पहिले। अनि जब यस ख्रिस्टमा चाहिँ साँचो रूपमा विश्वास गर्नुभयो अनि त्यो बिमारीबाट निको पनि हुनुभयो। अनि सँगसँगै अहिले यहाँनिर मुसिकोट नगरपालिका होइन रुकुम 11 को यस पवित्र एजी मण्डलीमा चाहिँ सहायक पास्टरको रूपमा पनि काम गरिराख्नु भएको छ होइन। अनि पास्टरे सेवाकार्यहरू गर्दाखेरि जीवनमा कस्ता समस्याहरू आउने रहेछन् अनि कस्तो चुनौती कुराहरू रहेछ पास्टरहरूलाई? चुनौती त आउँछ हजुर। चुनौती त अब जस आर्थिक कुराको चुनौती, अनि भौतिक कुराहरूका चुनौती, अनि कसैको भनाइ सहनुपर्ने है, भनाइ पनि सहनुपर्ने हुन्छ। अनि थोकाइ कुटाइ सबै आउँछन्, तर त्यो सबै कुरा सहनुपर्ने रहेछ। परमेश्वरको वचनद्वारा नै हामीले जस धैर्य धारण हुनुपर्ने रहेछ। ठिक छ, परमेश्वरलाई धन्यवाद भएको होस्। अब होइन, अब तपाईँ जस्तै अब सेम तपाईँको रोग त नहोला होइन, तर विभिन्न होइन संसारमा धेरै छन् त होइन। अब विभिन्न मानसिक रोगीहरू, विभिन्न होइन अब समस्यामा परेका, बन्धनमा परेका होइन, विभिन्न धेरै विभिन्न किसिमका रोगहरू लागेका छन् नि। अनि आज ती मानिसहरूले चाहिँ अनि अब निको त अब विभिन्न तरिकाले हुन्छ होइन। अस्पतालमा पनि निको हुन्छ, मानिसहरूले धामी झाँक्री गरेर पनि निको पार्दछन्। अनि तपाईँलाई चाहिँ के लाग्छ, परमेश्वरले चाहिँ शरीरको रोगलाई मात्र निको पार्नु हुने रहेछ कि आत्माको रोगलाई पनि निको पार्नु हुने रहेछ? परमेश्वरले आत्माको रोग पनि निको पार्नुहुन्छ, शरीरको रोग पनि निको पार्नुहुन्छ। परमेश्वरमा सबै कुरा सम्भव छ। त्यसमा असम्भव भन्ने कुरा केही पनि छैन, सबै कुरा सम्भव छैन। हजुर, हरेकमा असम्भव होला, तर परमेश्वरमा सबै कुरा असम्भव पनि सम्भव छ। अनि हाम्रो पापको पनि क्षमा हुने भयो। अनि त्यस पछाडि उहाँ मात्र हाम्रो उद्धार र मुक्ति हुन्छ। अब जसले चाहिँ होइन येशू ख्रिस्टलाई विश्वास गरेका छैनन् होइन, जसले चाहिँ येशू ख्रिस्टमाथि अब विभिन्न आरोपहरू लगाउँदछन् होइन, क्रिस्चियन चाहिँ यस्तो उस्तो व्यर्थका कुराहरू भनिराख्छन्। आज त्यस्तो व्यक्तिहरूलाई होइन जसले येशू ख्रिस्टको साँचो वचनलाई चाहिँ व्यवस्था गरेका छन्, विश्वास गरेका छैनन्, आज त्यस्तो व्यक्तिलाई चाहिँ तपाईँद्वारा के सन्देश दिन चाहनुहुन्छ? त्यस्तो व्यक्तिलाई अब प्रभुमाथि, येशू प्रभुमा विश्वास गर्नुहोस्
तपाईँले मुक्ति उद्धार पाउनुहुन्छ भनेर म सन्देश दिन्छु तिनीहरूलाई। जे होस् यही परमेश्वरले बनाएका कुरा यिनी मूर्तिहरू अनि ढुङ्गा माटोहरूलाई पुजेर चाहिँ मुक्ति पाइन्न, काँसी गन्दै गएर पनि मुक्ति पाइन्न। तर मुक्ति पाउनको लागि येशू प्रभुमा मात्रै मुक्ति छ भनेर म चाहिँ त्यो भन्छु। हुन्छ, परमेश्वरलाई धन्यवाद भइगोस्, किनभने परमेश्वरले होइन तपाईँ हामी सम्पूर्णलाई बनाउनु हुने, उहाँ स्वर्ग र पृथ्वीको मालिक हुनुहुनेछ होइन। अनि हाम्रो पापको पनि क्षमा पनि भयो, हामीले शरीरमा पनि त्यो बन्धनबाट होइन, जो वर्षौँदेखि होइन विभिन्न बन्धनहरू हुन्छ, त्यो बन्धनबाट पनि परमेश्वरले चाहिँ हामीलाई छुटकारा दिनुहुन्छ। हामीले चाहिँ साँचो भरोसाका साथ विश्वासको साथ प्रार्थना गऱ्यौँ भने असम्भव भन्ने कुरा केही पनि छैन। हुन्छ, परमेश्वरलाई धन्यवाद भइगोस्, साथै हजुरलाई पनि धन्यवाद भइगोस्, यो अमूल्य समय र यो मौका दिनुभएको छ। हुन्छ, हजुरको जीवनमा पनि परमेश्वरले धेरै धेरै आशीर्वाद दिनुभएको होस्। तपाईँले हामीलाई समय दिनुभएको लागि धन्यवाद छ। हुन्छ, सबैजना जय मसीह। ल, हजुरलाई पनि धन्यवाद भएको होस्। यदि तपाईँहरू चाहिँ यस गवाहीलाई चाहिँ तपाईँले सुन्नुभएको छ, हेर्नुभएको छ होइन, तपाईँले अन्त्यसम्म यो गवाही हेर्नुभएको छ भने पक्कै पनि हाम्रो यो नरबहादुर रोकाजीको गवाहीबाट तपाईँ उत्साहित हुनुभएको छ, तपाईँले चाहिँ आशिष पाउनु भएको छ होइन। किनभने परमेश्वरले उहाँको जीवनमा चाहिँ अचम्म तरिकाले काम गर्नुभएको छ। जुन कुरा होइन मानसिक बिमारी हुनुहुन्थ्यो, अनि त्यो बिमारीबाट चाहिँ परमेश्वरले छुटकारा दिनुभएको छ। साथै उहाँको आत्मा पनि बाँचेको छ, अनि उहाँ शरीरमा पनि अहिले स्वस्थ हुनुहुन्छ। विभिन्न कुराहरूबाट उहाँले चाहिँ छुटकारा दिनुभएको छ। उहाँले चाहिँ साँचो मुक्तिदाता चाहिँ उद्धारकर्ता येशू ख्रीष्ट नै प्रभु हुनुहुने रहेछ, उहाँ मात्र साँचो ईश्वर हुनुहुने रहेछ भन्ने कुरा चाहिँ उहाँले चाहिँ विश्वास गर्नुभएको रहेछ। तपाईँहरू पनि उत्साह हुनुहुन्छ, हामी पनि उत्साहित छौँ, हामी पनि येशू ख्रीष्टमाथि विश्वास गर्छौँ। परमेश्वरलाई धन्यवाद भएको होस्। यदि तपाईँ चाहिँ यस च्यानलमा चाहिँ नयाँ हुनुहुन्छ भने तपाईँहरूले यस्तै क्रिस्चियन सम्बन्धी विभिन्न गवाईहरू, नाचगानहरू, विभिन्न कुराहरू जुन क्रिस्चियन सम्बन्धी चाहिँ मैले यो भिडियो अपलोड गर्ने गर्दछु, अनि त्यो भिडियोहरू चाहिँ तपाईँले हेर्न सक्नुहुन्छ। तपाईँले चाहिँ यसमा यदि तपाईँ नयाँ हुनुहुन्छ भने लाइक, सब्सक्राइब अनि कमेन्ट सेयर गर्न चाहिँ नभुल्नुहोला। अनि तपाईँ सब्सक्राइब गरेर बेल आइकनको घन्टीमा क्लिक गरेर अलमा चाहिँ तपाईँले क्लिक गर्नुहोला। त्यसपछि जब हामी भिडियोहरू अपलोड गर्छौँ अनि तपाईँलाई त्यो युट्युबमा चाहिँ नोटिफिकेसन आउनेछ, अनि त्यसमा चाहिँ तपाईँहरूले गएर तपाईँले पनि विभिन्न कुराहरू चाहिँ जुन कुरा परमेश्वरको महिमाको निम्ति छ त्यो कुरा तपाईँहरू पनि हेर्नुहोस्, अनि अरूहरूलाई पनि हेर्न उत्साह दिनुहोस् र तपाईँ पनि आशीषित हुनुहोस्। किनभने हामी सबै परमेश्वरका सन्तान हौँ। हामी जुन कुरा गर्छौँ सबै कुराद्वारा परमेश्वरलाई महिमा भएको छ। तपाईँहरू पनि सम्पूर्णलाई धन्यवाद छ। अहिले अन्तिमसम्म तपाईँहरूले यो हाम्रो यस भिडियोलाई हेरिदिनु भएको छ। तपाईँहरू सम्पूर्णलाई परमेश्वरले धेरै धेरै आशीर्वाद दिनुभएको होस्। हस्, जय मसीह।